हेलो एभ्रिवान हैन अहिले जापानमा चाहिँ कतिपय घुमिसक्नुभयो हैन कतिपय घुमिसक्नु भयो हैन अहिले जापानमा यो फुल चाहिँ अत्याधिक फुलेर हैन जताततै एकदमै भवा देखिन्छ। यहाँ चाहिँ मलाई स्पेशल के लाग्यो भन्दा जस्तो धेरै ठाउँमा चाहिँ पिङ्कै हुने, कोही ठाउँमा सेतो हुने, कोही ठाउँमा हल्का पिङ्कवाला हुने हुन्थ्यो। यहाँ चाहिँ कस्तो मिलाएर रोपेछ के, पिङ्क छ अनि प्योर व्हाइट छ हैन अनि हल्का पिङ्कवाला छ अनि पुरै पिङ्कवाला छ के। यस्तो मजाको देखेछ। टक्क म चाहिँ एक्सर्साइज गर्न आएको थिएँ, एक्सर्साइज गर्न आउने बेला टक्क माथिबाट त्यहाँ माथिबाट यहाँ देखेँ यस्तो मजाको फुल फुलेको होइन। अनि यो मनका मान्थ्यो र फुल देखेपछि फुल अति मनपर्ने मान्छे हो। अनि कसरी मन मान्थ्यो र यो यस्तो मजाले बनाएको हुन्छ। यो चाहिँ टक्क पाहाडको होइन। टक्क म प्रायः जस्तो यहीँ एक्सर्साइज गर्छु, धेरैलाई थाहा नहोला, एक्सर्साइज गर्छु अनि मजाले फुल रमाउँछु। अनि त्यही बिचमा यहाँ कमल फुल अझै फुलेको रहेछ कि। यो कमल फुल हो होइन, सबै कमल फुल हो। त्यहाँ हल्का कोपिला लागिरहेको होइन, फुल्ने बेला अझै भार हुन्छ अनि कोपिला लागिरहेछ मजाले फुल्छ। यो यस्तो दामी देख्छ है। नजिकै पाहाडकै पहिला पनि अब थाहा मैले कतिचोटि भनिरहनु होइन, त्यहाँ पारी बस्तीमा र नि आउँथेँ म यहाँ धेरैचोटि आएको छु फुल फुल्ने बेलामै। अनि अहिले पनि यहीँ नजिकै बस्छु नि त, त्यही भएर मलाई चाहिँ धेरै सजिलो छ यहाँ आउन। अनि कस्तो मजाको छ क्या हेर्नु न। अरे यहाँ त मुजिनामो ल्याएछ सरी यार गाइस, कस्तो टुक्क बिहान छाडा ल्याएर चाहिँ यार नै मुजिनामो अरे के मतलब यहाँ चाहिँ यो मतलब अर्थ त्यसको के अर्थ हुन्छ भन्दा चाहिँ प्लेनलाई चाहिँ मुजी भन्छ क्या जापानमा चाहिँ। एकदम प्लेन जस्तो भयो, प्लेन छ नि त होइन, यसमा केही छैन नि त अरू कलरहरू, जस्ट यो मात्र छ नि त, सेतो मात्र छ नि त होइन। त्यही भएर चाहिँ मुजी भनेको क्या होइन। मुजी भन्नुको अर्थ चाहिँ के हो भन्दा प्लेन भन्ने बुझिन्छ, सादा क्या। नेपालीलाई शुद्ध भन्नु नेपाली भन्नु त सादा भन्ने चाहिँ बुझिन्छ। त्यही भएर त्यो बोर्डमा पनि त्यही लेखाएर रहेछ होइन। अनि यो भयो, यो बेला फेरि भन्दैन है, यो चाहिँ पिङ्क भइहाल्यो नि त होइन, पिङ्कहरू मिसेको भयो। अनि यहाँ मजाले यस्तो मजाको फुलिरहेछ कि वाउ। मलाई चाहिँ फुल अति नै मनपर्छ, धेरैलाई मनपर्छ होइन। फुल नपर्ने खासै कोही हुँदैनन् होला, हुनसक्छन् तर अलिक कमै हुन्छन्। अनि मलाई जस्तो फुल अति मन पराउने नि धेरै हुन्छन् है। म अलि यहाँ जान चाहिँ मिल्दैन, तर म यहाँ जान्छु सरी होइन, धेरै घुम्नुपर्ने रहेछ। यतापट्टि फुलेछ क्या मेन चाहिँ अति हो भन्दा